हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो एसबी ब्लगरमा। के साथीहरू तपाईँ युट्युबर बन्न चाहनुहुन्छ? के तपाईँ युट्युबबाट पैसा कमाउन चाहनुहुन्छ अथवा कुनै पनि सोसल मिडियाबाट तपाईँ पैसा कमाउन चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि। साथीहरू, आज म तपाईँहरूलाई एकदमै सजिलो तरिकामा बताउन गइरहेको छु, जहाँ चाहिँ बिना मेहनत एकदमै सजिलो तरिकाले धेरै हार्डवर्क पनि गर्नु पर्दैन अनि धेरै आइडियाहरू अथवा धेरै भिडियोहरू खिचिराख्नु नि पर्दैन र एडिटको झन्झट पनि गर्नु पर्दैन। साथीहरू, सजिलैसँग न थम्बनेल बनाउने झन्झट, न भिडियो अथवा कुनै पनि हाइलाइट बनाउने झन्झट। साथीहरू, सर्ट भिडियोबाट अहिलेको समयमा सर्ट भिडियोबाट चाहिँ एकदमै छिटो सब्सक्राइबरहरू एकदमै बढाउन र छिट्टै युट्युबलाई मोनिटाइज गर्न सकिन्छ। साथीहरू, जुन आइडिया मैले लिएको छु त्यही आइडिया यहाँहरूलाई सेयर गर्न गइरहेको छु। साथी, कृपया भिडियोलाई अन्तिमसम्म हेरेर सहायता गरिदिनु र तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू प्लिज सब्सक्राइब गरेर मलाई सहायता गरिदिनु होला। साथीहरू, मैले जुन आइडियाबाट मैले आफ्नो सब्सक्राइबर एकदमै छिट्टो तरिकाले र सजिलो तरिकाले मैले सब्सक्राइबर बटुलेको छु, जुन आइडिया चाहिँ म यहाँहरूलाई बताउन गइरहेको छु। साथीहरू, कृपया लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु। साथीहरू, अनि अर्को कुरा, मसँग अर्को क्यामेरा नभएको कारणले गर्दाखेरि यही मोबाइलमा स्क्रिन रेकर्ड सेयर गर्नेछु। साथीहरू, कृपया अन्तिमसम्म हेरिदिनु होला कसरी चाहिँ भिडियो अपलोड गर्ने र कसरी चाहिँ युट्युबबाट अरूको भिडियो युज गरेर हामीले अपलोड गर्न सकिन्छ र कसरी चाहिँ हामी सजिलोसँग सब्सक्राइबर ग्रोथ गर्न सकिन्छ। त्यसको लागि पुरा भिडियो हेर्नु होला। ल साथीहरू, म यहाँहरूलाई मेरो मोबाइल स्क्रिनमा देखाउने छु कसरी चाहिँ अरूको सर्ट भिडियो हामीले युज गरेर छिट्टै हाम्रो सब्सक्राइबर चाहिँ हामीले छिट्टै ग्रोथ गर्न सकिन्छ भनेर। साथीहरू, सबभन्दा पहिला हामी सर्टमा हेर्ने जानेछौँ। हेर्नुहुन्छ, तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, यहाँनिर 14 लाख लाइक गएको छ भने कमेन्ट भने 2476 भएको छ। अनि साथीहरू, हामी यहीलाई नै अब कसरी त यो भिडियोलाई हामीले युज गर्न सकिन्छ त भनेर। अनि यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ यसमा तपाईँ दाब्नु होला। अनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, तपाईँले माथि युज साउन्ड भनेको छ भने तपाईँले यो कोल्याबबाट युज गरेर पनि तपाईँले गर्न सकिन्छ। यसरी पनि हाम्रो भिडियो छिटै भाइरल हुन सकिन्छ। भने मैले चाहिँ कुन युज गरेको छु भने जुन युज गरेको छु तपाईँहरूलाई त्यही देखाउने छु। मैले चाहिँ यो लास्टमा कट भनेर लेखेको छ नि, यहाँ तपाईँले दाब्न सक्नुहुन्छ। यहाँ दाब्ने अनि भिडियोलाई हामीले यो भिडियोलाई चाहिँ ठक्क 5 मिनट अथवा 5 सेकेन्डको हेर्ने कुन चाहिँ राम्रो छ यसमा सिन यो एकदमै छ भने अनि यहाँ दाब्नु। साथीहरू, यहाँ चाहिँ तपाईँले के लेख्नुपर्छ भने तपाईँले जुन नेक्स्ट दाबिसक्नु भइसकेपछि यहाँ चाहिँ तपाईँले जुन तपाईँले बोल्नुभएको छ डु यु लभ नेमार भनेर लेख्नु भएको छ भने यहाँ त्यही लेखिदिनुहोस्। डु यु लभ नेमार। साथीहरू, यति भइसकेपछि तपाईँले फुटबल ह्यासट्याग अनि सर्ट तपाईँलाई जुन राम्रो लाग्छ त्यही दिन सक्नुहुन्छ। अनि तपाईँले के गर्नुहुन्छ भने यहाँनिर कलमको पिन जस्तो देखाएको ठाउँमा तपाईँले यहाँ दाबिसकेपछि यहाँ चाहिँ तपाईँले कुन चाहिँ यति गरिसकेपछि चाहिँ साथीहरू तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ, टाइम चुज गर्न सक्नुहुन्छ। टाइम चाहिँ मैले चाहिँ कतिको राख्छु भने अहिले दिउँसोको 2:45 गएको छ भने 3 बजेर ठ्याक्कै 3 बजेको टाइम सेड्युल मिलाउँछु। अनि यति गरेर छोडिदिनु भइसकेपछि तपाईँले लोकेसन चाहिँ नेपाल भनेर राख्न सक्नुहुन्छ। नेपाल
अनि तपाईले यसरी गरेर अपलोडमा दाब्न सक्नुहुन्छ। अनि यसरी दाबिसकेपछि यहाँ देख्न सक्नुहुन्छ साथीहरु, मैले सबै त्यस्तै गरेर भिडियोहरु धेरै भ्युज आएको छ भने सब्स्क्राइब पनि एकदमै धेरै नै छिटो नै ग्रोथ गरेको छु। हेर्नुस् यहाँ सबै मैले भिडियोहरु सबै कट भिडियोबाट नै युज गरेर सबै भिडियोहरुको भ्युज आएको छ। हेर्न सक्नुहुन्छ साथीहरु 3000 9000 तल तल हेर्नुहुन्छ भने यहाँ धेरै गएको छ। 15000 20000 धेरै गएको छ। 1000 3000 10000 सबै त्यो कट भिडियो अरूको भिडियो युज गरेर नै साथीहरु अहिलेसम्म मैले सब्स्क्राइबर बटुलिरहेको छु। साथीहरु यहाँहरुलाई कस्तो लाग्यो भिडियो? यदि तपाईहरुलाई राम्रो लागेछ भने प्लिज सब्स्क्राइब, लाइक, कमेन्ट, शेयर गरिदिनु होला। अनि यहाँहरुलाई यो भिडियोद्वारा केही मोटिभेट मिलेको छ भने थ्यांक यू भनेर कमेन्टमा लेखिदिनु होला। हस्त साथीहरु, धन्यवाद।